डोजर चलाएको, महानगर प्रहरी मार्फत संकलक र मजदूरमाथि कुटपिट, अपहरण र ज्यादती भएको आरोप लगाउँदै कबाडी व्यवसायीहरू आज फेरि आन्दोलित बने। संविधानले सुनिश्चित गरेको पेशा व्यवसाय गर्ने अधिकारको ग्यारेन्टी हुनुपर्ने उनीहरूको माग छ। त्यसबाहेक जीवधनको सुरक्षा सुनिश्चित गर्नुपर्ने, महानगर प्रहरीको दमन रोक्नुपर्ने जस्ता माग सहित उनीहरूले नाराबाजी गरे। कबाडी व्यवसायी र महानगर बीचको द्वन्द्व सतहमा। कबाडी व्यवसायी र महानगर बीचको द्वन्द्व नयाँ होइन। 2080 फागुन 20 मा महानगरले कबाड संकलन र भण्डारणमा रोक लगाउँदा उनीहरूले सुन्धाराबाट र्याली निकालेर प्रदर्शन गरेका थिए। 2081 माघ 27 मा टेकुमा कबाडी व्यवसायी र नगर प्रहरी बीच झडप हुँदा 5 जना घाइते भए। यसरी यो विवाद समय समयमा सड़कदेखि अदालतसम्म पुग्दै आएको छ। कबाडी व्यवसायीले श्रमलाई अपराधीकरण गरेकोमा असन्तुष्टि जनाउँदै आएका छन्। हामी भनेका कबाड व्यवसायी सम्पूर्ण डाटा प्रमाणपत्र लाइसेन्स लिएर गरिराखेको व्यवसायी हो। अनि बालन शाहले के गर्नु भएको छ कि काठमाडौँ महानगरपालिकालाई एकलौटी ठिक्का दिन खोज्या हो। वर्षको अर्बौं लुटा अर्बौं पैसा लुट्ने, सबै गरिब जनतालाई गरी खान नदिने, काठमाडौँबाट भगाइदिने। गरिब माथि दमन किन हो? 2 वर्षदेखि उनीहरूले एकै नारा, एकै माग मागिरहेछ। उहाँको बजेटबाट हामीलाई कुनै स्वार्थ छैन। उहाँको खोल्तीबाट पैसा लिने केही स्वार्थ छैन। उहाँको यी महानगरमा भएको फोहोरले टिपेर पेट पाल्ने हाम्रो स्वार्थ हो। काठमाडौँमा मात्रै करिब 800 संकलन केन्द्र छन् भने संकलक, मजदूर र ढुवानीकर्ता सहित 1 लाख भन्दा बढी मानिसले रोजगारी पाएका छन्। महानगरको नीतिले जीविकोपार्जनमै संकट ल्याएको उनीहरूको तर्क छ। संकलक र मजदूरहरूलाई टाउको फुट्ने, अंगभंग हुने, मानसिक त्रास हुने गरी दमन भइरहेकाले क्षतिको क्षतिपूर्ति दिनुपर्ने र सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूको माग छ। हाम्रो कबाड व्यवसायहरू गर्ने साथीहरू सबैले उहाँले 1 करोडमा बेचिदिनु भएको छ। 15 करोड उहाँले टोकन पनि लिइसक्नु भएको छ। अब हामी 1 लाख मान्छे, अब उहाँले बेचिसकेपछि हामी 1 लाख मान्छे कहाँ जाने हो? हाम्रो 1 लाख मान्छेको बालबच्चा छ। हाम्रो बालबच्चा कसरी पढाइ लेखाइ हुन्छ, कसरी गुजारा गर्छ? हाम्रो कबाड व्यवसाय साइकलमा चल्ने मान्छेहरू बेलुका खाए बिहानको लागि सोच्छ, बिहान खाए बेलुकाको लागि सोच्छ। उनीहरूको बारेमा कसले सोचिदिने हो? कबाडी व्यवसाय केवल आर्थिक गतिविधि होइन, फोहोर व्यवस्थापनको महत्वपूर्ण आधार पनि हो। तर नीति र कार्यान्वयन बीचको खाडल, संवादको अभाव र दमनात्मक शैलीका कारण आज फेरि उनीहरू आन्दोलनको बाटोमा छन्।